कुन चाहिँ सिरियलको त्यो जस्तो देखिरहेछ। यहाँ चाहिँ आँप झार्ने कार्यक्रम हुँदैछ। दिदी अनि सन्चै हुनुहुन्छ है? ठिक छ ए हजुर नभन न। यति सरी केही भएन है केही के छ खबर? यस्तो छ नास्पातीको बोर्डमा नास्पाती किन्ने कार्यक्रम भएछ काठमाडौँ लानलाई, केटीपुर लानलाई। ड्रागन फ्रुट पनि छ यहाँ फेरि। लगाइ चाहिँ यहाँ हेर्नुहोस् भाइले नास्पाती टिपेको। यो नास्पाती एक झोला भयो। गाउँको प्योर नास्पाती। हामी चाहिँ अब यो लिएर लाग्नुपर्ने हुन्छ काठमाडौँतिर होइन। चट्ट लगाएर झोला चाहिँ च्यातिन्छ कि आयो तल गएर अर्को झोला हाल्ने। ल हेर्नुहोस् बाटोमा जाँदा च्यात्यो भने के गर्नु फेरि गुडाउँदै जाने। एउटा हेलो गाइज, म चाहिँ नास्पाती लिएर आइसकेँ र नास्पाती चाहिँ यहाँ भइमा छ, यहाँ राखेको छ। र हाम्रो काका लड्नु भएको छ यहाँबाट। यहाँनिर मासतिर मकै पिन्न जाँदाखेरि यहाँबाट चाहिँ लड्नु भएको रहेछ। यहाँबाट यो तल पुगेको छ, यहाँबाट त्यो माथिबाट यहाँ तल आइपुग्नु भएछ लडेर चाहिँ। यहाँनिर यति माथि छ, यहाँबाट यति यहाँ खस्नु भएछ। अब म चाहिँ जान्छु घरमा होइन। अब घरमा गएर रेडी भएर काठमाडौँ जानुपर्ने हुन्छ। र अब फोन आयो एकछिनमा म अब ओपन। यो चाहिँ हाम्रो घरको खसी हो, हेर्न सक्नुहुन्छ। यत्रो छ ठुलो। अरू यता यो चाहिँ दसैँको लागि। हान्न खोज्छस्। र यता बोका पनि छ। बोका दाउनेमा पुग्नु भयो अरे हजुर। ल हामी चाहिँ अब घरबाट निस्किनु लाग्यो। ल बाउ गयो है अझै। ल गयो है त म। अब हामी चाहिँ जान्छौँ चट्ट लगाएर। ल नास्पाती यहाँ छ। मेरो झोला चाहिँ दाइले बोकेर गइसक्यो। अब म चाहिँ जानु लाग्यो। खाजा अब काठमाडौँ गएर खाने के अङ्कल। ल हामी लाग्यो है त। ल हस्। ल हामी चाहिँ जान्छौँ। यो चाहिँ आँपको रुख हो। यी आँप छ यहाँ। यसपालि चाहिँ फलेर हुन्छ यहाँनिर। अब हामी चाहिँ निस्कन्छौँ। हामी चाहिँ घर मुनि बर्को रुखमा आयो। भाइ यता फर्की त। ठ्याक्कै कुन चाहिँ सिरियलको त्यो जस्तो देखिरहेछ। क्याब ला भएन भान्जा। म चाहिँ निस्किसकेँ, घर मुनि आइसकेँ। फोन आयो फेरि, कसले गर्यो। ल एकछिनमा अब तल आँप देखाउँछु है त। हामी तल गएर आँपको रुख चाहिँ यो बाटोभरि छ। र अहिले चाहिँ सकिसकेको छ। अस्ति हामी आउँदाखेरि चाहिँ थियो। यहाँ बाटोतिर अलिअलि झरिरहेको छ। यहाँ पनि छ रुख, यहाँ पनि छ। यो तलतिर चाहिँ यो बाटैभरि छ क्या, हामी जाने बाटैभरि। र तल चाहिँ अब आँप टिपेर हामी थोरै थोरै खान्छौँ। दाइ चाहिँ त्यहाँ पुग्यो। यहाँ चाहिँ आँप झार्ने कार्यक्रम हुँदैछ। आँप चाहिँ यहाँ फलिरहेको छ होइन। झऱ्यो आँप। झार गाइज हामी चाहिँ यो बाटोमा होइन, यहाँनिर आँपको बोर्ड रहेछ है। अनि आँपमा यो बोर्डमा चाहिँ आँप फलेर हुन्छ। माथिबाट टिपे ल्याएको भाइले चाहिँ खाँदैछ। यहाँ कस्तो मिठो छ हेर नि आँप। सक्नुहुन्छ दिदी अनि सन्चै हुनुहुन्छ है? आँप हेर्नु त। बिचरा दिदीको ठुकै आयो होला। मिठो छ हाम्रो गाउँको आँप, लोकल आँप। हेलो गाइज, हामी चाहिँ कालो पुलमा आइसकेका छौँ। कालो पुल चाहिँ यो हो, हाम्रो गाउँ जाने बाटो यहीँबाट हो। यहाँनिर चाहिँ काम सुरु हुँदैछ। त्यहाँनिर चट्ट लगाएर खन्दैछ। बिपी आयो है, बिपी राजमार्ग तलदेखि यो बन्दैछ है त गाइजहरू, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ बेकर हानिरहेछ। हेलो गाइज, हामी चाहिँ बसमा चढिसक्यो। अहिले चाहिँ हामी कालो पुल
एकजना थपिन्छ त्यसपछि हामी बनेपा झरेर त्यहाँ घुम्न जान्छ होला कहाँ जाने रे चन्द्रगिरी चन्द्रगिरी भने कहाँ चण्डेश्वरीतिर जान्छौँ त्यसपछि काठमाडौँ जान्छौँ हामी हाम्रो गाउँको बाटो चाहिँ यस्तो छ यो पारिपट्टि हो गाउँ हाम्रो हामी चाहिँ खाजा खान लाग्यो यहाँनिर होइन बस यता रोकिरहेको छ हामीलाई खाजा खान लाग्यो काले भाइ यहाँ छ हेलो गाइज हामी चाहिँ अहिले भगवान्ले बेसीमा छौँ अहिले बस चाहिँ यहाँ खाना खानलाई रोकेको छ हामी चाहिँ खाजा खाएर यता बाहिर आएर बसिरहेको बस चाहिँ यता छ र हामी चाहिँ अब यहाँनिर बसिरहेछौँ यहाँबाट हामी बनेपासम्म जान्छौँ बनेपाबाट चाहिँ अनि घुम्न जाने प्लान छ अब गयो भने घुम्न जान्छौँ नत्र त्यहाँबाट पनि अर्को बस चढेर हामी सिधै जान्छौँ होला यस्तो छ हामी जान चाहिँ 16 सिडी जानु लाग्यो बनेपाको चण्डेश्वरी पछाडि छ अरे त्यही भएर भान्जा ल सलाम गाइस हामी चाहिँ आइसकेर होइन चट्ट लाएर पुल्चोकतिर भान्जा आज यसमा गाएर हुँदैछ ओ भान्जा के छ को टाक्ने वेलकम छ दिदी मेरो च्यानलमा रोनाल्डोले हारिसक्यो त अनि के लगायो त यो भान्जाले फेरि नभन यति सरी केही भएन है केही भएन भान्जा हेलो गाइस तरिमा भिनाजु दिदी नमस्ते के छ त ठिक छ ए हजुर हेलो गाइस अब चाहिँ म पुल्चोकबाट कलङ्कीतिर जानु लाग्यो अहिले चाहिँ बजेको छु 10 दाइले बोलाएर म चाहिँ कलङ्कीतिर जानु लागेको छु र मेरो इनड्राइभ पनि आइसक्यो एकछिनमा हेलो गाइस म चाहिँ कलङ्कीबाट दाइको बसबाट अब निस्किनु लाग्यो अहिले चाहिँ 12:11 गएको छ म चाहिँ अब यहाँबाट रुम जान लाग्यो दाइको गाडी चाहिँ यहाँ छ दाइ उता पसल बन्द गर्दै हुनुहुन्छ र म चाहिँ अब रुममा गएर छु बाई हस् त